भद्रपुरमा खोल्सामा धसिएको बुद्धको एटीआर विमान झिक्न विराटनगरबाट 50 टन क्षमताको क्रेन झिकाइयो। प्राप्त विवरण विमानभित्र रहेका सबै 72 सिट निकालेर चौरमा सुरक्षित राखिएको। करिब 1200 किलो इन्धन पनि निकालेर सुरक्षित रूपमा डम्प गरिएको। उदयपुरमा 4.3 म्याग्निट्युडको भूकम्प। उदयपुरको बागापट्टी आसपास केन्द्रबिन्दु भएर गए राति 10:15 भूकम्पको धक्का उदयपुर र आसपासका जिल्लाहरूमा महसुस। भूकम्पको क्षति विवरण भने सार्वजनिक हुन बाँकी। देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको भनाई। आज दिउँसो तराईका भूभागमा अधिकांश स्थानमा हुस्सो कुहिरो कायम रहने। कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने। ताप्लेजुङको पाथिभरा क्षेत्रमा हिमपात। पाथिभरा क्षेत्रमा यस वर्ष हिमपात भएको दोस्रो पटक। यसअघि मङ्सिर 6 गते हिमपात भएको। रवि कुलमान र बालेन बीच भेटवार्ताका क्रममा समानुपातिको बन्द सूचीमा देखिएका समस्या, पार्टी समायोजनको खाका, पार्टीको कामलाई अगाडि बढाउने लगायतका विषयमा छलफल। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँ दिल्ली जाँदै जेनजी आन्दोलनपछि एकीकृत समाजवादी सहितका दलहरू समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा। नयाँ बुटवल लमही प्रसारण लाइन बन्दै प्राधिकरणले माग्यो सुझाव। 400 केबी क्षमताको विद्युत प्रसारण लाइन निर्माण गर्न कुल 161 किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिम प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएको विद्युत आयोजनाको बिजुली प्रवाहका लागि निर्माण गर्न लागि। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी एमाले ताप्लेजुङले उपमहासचिव योगेश भट्टराई सहित 5 जनाको नाम सिफारिस। अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्युयोर्क पुर्याइयो। अब भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई।